यो हो नेपालको पूर्वी तराईको एउटा सानो गाउँ बसन्तपुर। बसन्तपुर सानो छ तर हरियाली र अत्यन्त मनमोहक छ। यहाँका सबै मानिसहरू कृषि तथा पशुपालन व्यवसायमा व्यस्त छन्। बिहानको घामसँगै केही मानिसहरू गाउँको बीचमा रहेको चौतारीमा बसी गफ गर्दछन्। सोही चौतारीको वरिपरि केही केटाकेटीहरू हाँस्दै र खेल्दै रमाइरहेका छन्। आज हामी यस बसन्तपुरमा बस्ने एकजना युवक श्यामको कथा यहाँहरूलाई सुनाउँदैछौँ। उनी हुन् श्याम, एक मेहनती तथा इमान्दार किसान। श्यामको घरमा उनको श्रीमती राधिका र एउटी छोरी ममता बस्छन्। सम्पत्तिको नाममा श्यामसँग एउटा सानो घर छ, 5वटा कुखुरा र सानो टुक्रा जमिन पनि छ। सदाझै आज पनि बिहानै खेतमा श्याम काम गर्दैछन्। उनीसँगै खेतमा ममता पनि छिन्, जो आफ्नी छिमेकी आन्टी अनितालाई काम सघाउँदै उसँगै गफ गर्दैछिन्। श्याम भन्छन्, ममता, तिमी अनिता आन्टीसँग के गर्दैछौ बाबा? ममता, बाबा, म त अनिता आन्टीलाई कति धेरै काम सघाउँदैछु नि। अनिता, हो नि दाई, ममताले मलाई कम काम सघाउँदैछिन् त। अनि साँच्ची ममता, भन त आज तिम्रो कुखुराले कतिवटा अन्डा पारेछन्? आन्टी, आज त कुखुराले 4वटा अन्डा दिएको छ। अब त्यो मध्ये 2टा चाहिँ मैले खाने रे, अनि हिजो बाँकी रकु र बाँकी 2टा चाहिँ बाबाले बजारमा बेच्न जानुहुन्छ। है बाबा? हो नि छोरी, दैनिक रूपमा तिमीले अन्डा खायौ भने तिमी दहरी हुन्छौ। तिमीलाई रोगब्याधसँग लड्ने क्षमता प्रदान हुन्छ र मानसिक र शारीरिक विकास पनि तिम्रो एकदमै राम्रो भएर आउँछ। यसरी नै उनीहरू काम पनि गर्दै थिए र गफगाफ पनि गर्दै थिए। त्यत्तिकैमा एउटा आवाज आउँछ। आवाज हो राधिकाको। काम कति पो सक्यो होला, मैले चिया लिएर आएकी थिएँ। अनिता, तिमी पनि त्यही रहेछौ, आऊ चिया खान। अनि नानी, तिमी पनि खाजा खान आइहाल त, ल छिटो, सेलाइसक्यो। ए होइन दिदी, म त अब काम सकेर घरै जान लागेकी थिएँ। बुवालाई पनि चिया, नास्ता अनि औषधि पो खुवाउनु छ त साँच्ची। लु अहिलेलाई चाहिँ म गएँ ल, पछि खान्छु नि चिया। यसरी नै उनीहरूको दिन बित्दै गयो। स्रोत र साधन कम थियो, तर उनीहरू अत्यन्त खुसी र सुखी थिए। केही महिनापछि उनीहरूको मेहनत सुनझै चम्किलो देखियो। त्यो सानो खेतमा धानका बालाहरू पहेँलो भएर पाकिसकेका थिए। खेत नै सुनौलो र हेर्दै आनन्दित देखिन्थ्यो। ओहो राधिका, हेर त, यसपालिको बाली त कस्तो राम्रोसँग पाकेछ। यो पालि चाहिँ म ढुक्क भए। उफ, अब चाहिँ पक्कै साउको ऋण तिर्न सक्छु होला। आहा, हो त नि, कस्तो राम्रो भएर आएछ। हजुरको मेहनत त साँच्चै नै देखियो। उफ, यसपालि चाहिँ साँच्चीकै छोरीको उपचारको लागि लिएको त्यो 5,000ले पनि टाउको नै दुखिसक्यो। यो पालि त जसरी पनि हामीले त्यो ऋण तिर्नुपर्छ। 2 वर्ष भइसक्यो साउले ऋण मागेको। अब त कुखुराले पनि अन्डा दिइरहेको छ र बाली पनि असाध्यै राम्रो भएर आएछ। यो पालिदेखि त हामी पक्कै पनि ऋण मुक्त हुन्छौँ होला है। तर जीवन आफूले सोचेको र चाहेको जस्तो कहाँ हुन्छ र? त्यही रात असाध्यै ठुलो आँधी आयो। असिना र पानी पर्यो। सबै बालीहरू नष्ट भएर गए। त्यो रात श्याम र उनका परिवारको लागि अत्यन्तै कहाली लाग्दो रात भएर बित्यो। बिहान हुनसाथ श्याम आत्तिएर आफ्नो खेततर्फ लाग्यो। राधिका पनि उनको पछि पछि दौडिएर गइन्। आफ्नो खेत र बाली देख्न साथ श्याम त्यही थचक्क बसे। हिजो देखेको त्यो सुनौलो बाली आज सोत्तर भएर गएछ। श्याम त्यो लडेका बालीहरूलाई सुमसुम्याउँदै बरर आँसु झार्न थाले। राधिकाले पनि उसको काँधमा हात राखिन्, तर के भनेर सम्झाउने भनेर उनलाई अत्तो पत्तो भएन। दुवैजनाको आँखाबाट आँसुका धारा बग्न थाले। एक अर्कालाई के भनेर सहानुभूति दिनेसम्म उनीहरूलाई थाहा थिएन। उनीहरू मात्र रोइरहे। केही समयपछि जमिनदारले श्यामसँग भेट्ने इच्छा राखेको भन्ने खबर लिएर एकजना व्यक्ति आए। श्याम यो कुरा सुन्नासाथ आत्तिए। उनको मुटु ढक्क फुलेर आयो। ओइ केटा, अब त पैसा तिर्ने बेला भएन?
यही बाली बेचेर पैसा तिर्छु भन्थिस्, अब त बाली पनि सबै नष्ट भएछ। के गर्छस्? यसो हेर्दा त तैँले तिर्न सक्छस् जस्तो छैन। यसो गर, तेरो घर र तेरो बारी मेरो नाममा गर्दे। अब त्यहाँभन्दा बढी तैँले केही गर्न सक्छस् जस्तो मलाई लागेन। होइन हजुर, कृपया दया गर्नुहोस्। यो पालि बाली बेचेर हजुरको सबै पैसा चुक्ता गर्छु भन्ने सोचेको थिएँ। तर प्रकृतिले पनि साथ दिएन म गरिबलाई। अब मलाई 3 महिनाको भाका दिनुहोस्। यो महिनादेखि मसँग कुखुरा छँदैछ, हजुरको ब्याज तिर्नेछु। कृपया ममा त्यति दया गरिदिनुहोस् हजुर। हजुरको सबै म चुक्ता गरिदिन्छु। के गर्ने, घरमा श्रीमती र सानी छोरी छे। सबै कुरा हजुरलाई दिए भने हामी कहाँ जाउँ? ठिक छ, मैले तँलाई 3 महिनाको समय दिएँ। तर एउटा कुरा याद राख, यदि भनेको समयमा मेरो 3 महिनाको ब्याज आएन भने त्यसको भोलिपल्ट नै तेरो घर र खेत सबै मेरो हुनेछ। म तँलाई अब उपरान्त दया माया केही पनि देखाउने छैन। यो कुरा चाहिँ तैँले याद राखेस्। कहिलेकाहीँ जीवनले यस्तो परीक्षा लिन्छ जहाँ सबै बाटो बन्द हुन्छ। श्यामको जीवनमा पनि फेरि यस्तै दिन आयो। गाउँमा बर्ड फ्लूको प्रकोप फैलियो। उनका सबै कुखुरा तथा चल्लाहरू मरेर गए। सानी छोरी ममताले ती चल्ला उठाउँदै रुन थालिन्। श्याम र राधिका पनि त्यो सानी छोरी रोएको देखेर भकानिन पुगे। अब डर के थियो भने जमिनदारले पक्कै पनि उनलाई त्यो घर तथा सानो जमिन बाँकी राख्ने छैन। भोलिपल्ट जमिनदारले श्याम तथा उसको परिवारलाई घरबाट निकालिदिए। उसँग भएको सानो खेत पनि खोसियो। वरिपरि सबै छिमेकीहरू दर्शक भएर हेरिरहे, तर उसको लागि बोल्दिने कोही भएन। अन्ततः श्याम आफ्नो परिवार लिएर गाउँ छोडेर निस्कियो। हारेको अनुहार र चिसो मन लिएर श्याम आफ्नो परिवारसहित बास खोज्दै जङ्गल नजिकै पुग्यो। उनले जङ्गल नजिकै एउटा भत्किएको झोपडी देख्यो। थोरै भए पनि राहतको सास फेर्यो र उनीहरूले त्यहीँ बस्ने निर्णय गरे। घर अत्यन्त पुरानो र छत पनि भत्किएको हुनाले राधिका र श्यामले सोही दिनबाट नै मेहनत गरेर घरको छतलाई मर्मत गर्न थाले र उनीहरू त्यही घरमा बस्न थाले। ओत लाग्ने ठाउँ त भयो, तर उनीहरूसँग पर्याप्त खाना नै थिएन। मौसम सिमसिम पानी परेकाले निकै चिसो पनि थियो। सोही कारणले ममता पनि अलि बिरामी हुन थालिन्। उनीहरू चिन्तित थिए र निकै नै दुखी थिए। जीवन सहज कहाँ थियो र उनीहरूका लागि। केही दिन समय यसरी नै बित्यो। एक रात एकजना आमा त्यो घरमा बास माग्न आउनुभयो। आमा वृद्ध देखिनुहुन्थ्यो, तर उहाँको अनुहारमा भिन्नै किसिमको तेज देखिन्थ्यो। आमाको आँखा यति चम्किला थिए र उहाँको ओठमा हलुका मुस्कान देखिन्थ्यो। आमा बुढी भए पनि निकै तेजिली र हँसिली देखिनुहुन्थ्यो। यति राति एकजना वृद्ध आमा आफ्नो घरमा बास माग्न आएको देखेर उनीहरूलाई अत्यन्त माया लाग्यो र उनीहरूले राति आमालाई आफ्नो घरमा बास दिने निर्णय गरे। आमा निकै टाढाबाट आउनुभयो कि? हामीसँग त यही फुक्को चिउरा र तातो पानी मात्र छ यहाँलाई दिनलाई। के गर्नु, निकै समस्यामा छौँ आमा। हो नानी, अलि टाढैबाट आए। तर के भयो, तिमीहरू त निकै दुखी देखिन्छौ नि। अनि यी सानी नातिनी पनि बिरामी पो छिन् कि? आमाले त्यति सोध्नु मात्र भएको थियो, श्यामको आँखा रसाएर आयो। उनले बितेका सबै कुराहरू आमालाई सुनाए र आमा पनि निकै चिन्तित देखिनुभयो। तर आमा हल्का मुस्कान सहित श्यामलाई भन्न थाल्नुभयो, तिमीहरू एकदमै दयालु रहेछौ र निकै दुःख पनि पाएका रहेछौ। यस जङ्गलमा अलि पर एउटा पोखरी छ। त्यहाँ तरुल खनेर ल्याउनु अनि खानु। त्यही पोखरी नजिकै मैले तिमीहरूको निम्ति एउटा आशीर्वाद स्वरूप उपहार राखिदिन्छु। त्यसको राम्रो स्याहार गर्नु अनि त्यसबाट आउने अमृत नातिनीलाई खुवाउनु। यिनी छिट्टै ठिक हुन्छन्।
अब तिमीहरू धेरै मेहनत गर्यौ भने यो दुःखका दिन निकै छिटै जानेछन् र तिमीहरूको जीवनमा फेरि उज्यालो आउँछ। यो मेरो आशीर्वाद हो बाबु तिमीहरूलाई। भोलिपल्ट श्याम र राधिका उठ्दा त्यो वृद्ध आमा घरमा हुनुहुन्नथ्यो। दिन बित्दै गयो र आमाले भने अनुसार श्याम त्यही पोखरी नजिकै गयो। उसले तरुल खन्यो र खानका लागि घरमा ल्यायो। त्यसपछि ऊ आमाले भनेकै ठाउँमा के उपहार रहेछ त भनेर हेर्नलाई गयो। ऊ छक्क पर्यो। त्यहाँ त एकदमै तेजिलो एउटा गाई राखिदिनु भएको रहेछ। उसले गाईलाई घरमा ल्यायो र उनीहरू अत्यन्त खुसी भए अनि गाईको राम्रोसँग स्याहार सुसार गर्न थाले। त्यस गाईले यति राम्रोसँग दुध दिन्थ्यो कि त्यो दुध खाएपछि ममता पनि छिट्टै निको भइन्। उनीहरूले गाईलाई असाध्यै माया गर्थे। गाई पनि निकै सुन्दर र ज्ञानी थियो। माली गाईले दिनमा 6 लिटर दुध दिने भयो। दिन राम्रोसँग बित्दै गयो। श्यामले एउटा सेकेन्ड ह्यान्ड साइकल किन्यो र नजिकैको बजारमा लगेर दुध बेच्न थाल्यो। राधिकाले पनि एउटा सानो तरकारी पसल सुरु गरे। एकअर्काको साथ, विश्वास र मेहनतका कारण उनीहरू फेरि उठ्न सफल भए। यो सानो परिवार सुखी र खुसी भयो। साथीहरू, दुःख र गरिबी स्थायी हुँदैनन्। परिश्रम र विश्वास भए जीवन बदल्न सकिन्छ। आजको कथा यहाँहरूलाई कस्तो लाग्यो? कृपया आफ्नो प्रतिक्रिया तलको कमेन्ट बक्समा लेखिदिनुहोला र यो च्यानललाई लाइक, सेयर र सब्सक्राइब गरिदिनुहोला। धन्यवाद।